बाइकमा पनि ड्राइभर राखेको छु नि त अन्त त्यही कारणले गर्दाखेरि बाइकमा जाउँ भनेको आइपुगेको छैन पर्खिरहेको छु गाइस है र मेरो जिम चाहिँ माथि छ गाइस अलिक लेक आज हत्तु भयो है गाइस आज हत्तु भएर निक्लेको छु हेरौँ र गाइस आइपुग्यो है गाइस आइपुग्यो र जाँदैछु गाइस चले यस्तो मजा आउँछ हावामा मजा आउँछ हावामा र मेरो जक्सन चाहिँ आइपुग्यो गाइस आइपुगेँ र मैले हेलमेट दिएँ म चाहिँ अब लागेँ है बस गाडीको तरफ बफेलो है गाइस यस्तो चाहिँ अब क्रस गर्नु आँटेको गाइस लापा सर्कलै पुगेन म र क्रस गर्दैछु र मर्निङ चाहिँ यहाँ मजाको हुँदो रहेछ मर्निङ आउँदा चाहिँ मजा लाग्दछ म त चप्पलमै छु गाइस हो अब यस्तै हो र आइपुगेँ त्यही हो र बफेलो कितना 1 किलो विथ बोना विथ बोन कपा का कपा बिरयानी के लिए नहीं वैसे ही खाने के लिए ऐसे ही खाने के लिए बफेलो विथ बोन अच्छा वाला है अच्छा नहीं रहा तो आके बोलो मेरे को नहीं अंकल नहीं है आज अंकल बाहर गया है ओके हेलो 370 का कट को दे लो भैया जी को मेरो चाहिँ रेडी भयो है गाइस व्लॉग बना रहा है थोड़ा सा ब्याक भइसक्यो र अब पेमेन्ट गर्नु गइरहेको छु गाइस पेमेन्ट गरिसकेर हिँडेँ म बस दोकानबाट र अब बुक गर्नु छ फेरि है बुक गरेर जानु चाहिँ डल्लो भिड हुन्छ 12-1 बजीसम्म भिड हुन्छ यहाँ चाहिँ यो चाहिँ बेङ्गलोरको पश्चिम नगर भन्ने चाहिँ फेमस यहाँ कुलापा सर्कल भन्ने चाहिँ सरी कुलापा सर्कल इज फेमस है किनकि बजार हाट ठुलो बजारै हो र यहाँदेखि चाहिँ बत्तालम भिलेज मिडलमा पर्छ र जहाँ जाँदा पनि हुन्छ है ल गाइस र बुक गरिसकेँ र 2 मिनट्स देखाउँदैछ गाइस र पर्खिरहेको छु गाइस र आज बफेलो खाने भयो है किनकि स्याटरडे मात्रै पाउँछ बफेलो र दोकानको मान्छे पनि राम्रो छ क्या भाउ पनि राम्रो रहेछ छोरा पनि आज पसन्द छोरा पनि देखेँ र छोरा पनि राम्रो रहेछ बोलीचालीहरू र त्यही हो बिजनेस पोलिसी है गाइस र गाइस फेरि आइपुगिसक्यो है र अब जाँदैछु फेरि फर्किँदैछु गाइस